कतै तपाईले अहिलेसम्म सिकेका सफलताका सूत्रहरू नै तपाईको उन्नतिको बाधक त बनिरहेका छैनन्। एउटा प्यासी कागले आज एक महान विद्वानलाई त्यो कुरा सिकाउँदैछ जुन पुस्तकालयका हजारौं सुनौला पुस्तकहरूले कहिल्यै सिकाउन सकेनन्। याद राख्नुहोस्, 2026 को यो तीव्र गतिको आधुनिक युगमा स्रोत र साधनभन्दा बढी तपाईको भित्री जुक्ति र बुद्धिको मूल्य हुनेछ। आउनुहोस्, एउटा यस्तो कथा सुनौ जसले तपाईको सोच्ने तरिका बदल्नेछ। मधुसूदन एक यस्ता व्यापारी थिए जसको गौरव उनको धन होइन, उनको पुस्तकालय थियो। उनको विशाल कक्षमा हजारौं प्राचीन हस्तलिपिहरू र आधुनिक प्रविधिले सजाएका ज्ञानका नयाँ सूचीहरू थिए। उनी गर्व गर्थे कि संसारको कुनै पनि समस्याको समाधान उनका यी सुनौला पुस्तकहरूमा छन्। तर 2026 को त्यो प्रचण्ड गर्मीले एउटा यस्तो खडेरी ल्यायो जहाँ प्रविधि र ठूला सिद्धान्त दुवै निरीह बने। विडम्बना त हेर्नुहोस्, ती सुनौला पुस्तकका भारीले नै मधुसूदनलाई थिचेको थियो। उनीसँग प्यास मेटाउने ज्ञान त थियो, तर पानी पिउने व्यावहारिक आँट थिएन। उनको टेबुलमा एउटा पुरानो माटोको घैँटो थियो जसमा पानी निकै कम थियो। मधुसूदन आफ्नो नयाँ जमानाको डिजिटल यन्त्रमा पानी निकाल्ने वैज्ञानिक विधि र प्यास मेट्ने नापतोलको नियम खोज्दै थिए। बाहिर एउटा प्यासी काग सुक्खा जमिनमा भौतारिरहेको थियो। मधुसूदनलाई आफ्नो बाल्यकालको एउटा धमिलो पल याद आयो, जब उनकी आमाले एउटा कागले ढुङ्गा हालेर पानी पिएको कथा सुनाउनु भएको थियो। उनले मनमनै हाँस्दै सोचे, त्यो त केटाकेटीको कथा हो। आजको यो जटिल युगमा त्यस्तो साधारण जुक्तिले कहीँ काम गर्छ र? मधुसूदन उत्कृष्ट विधिको खोजीमा यति मग्न भए कि उनको शरीर शिथिल हुँदै गयो। उनी धेरै सोच्ने र केही गर्न नसक्ने एउटा यस्तो मानसिक पासोमा फसे जहाँ मान्छे तथ्य र तथ्याङ्क त केलाउँछ तर काम गर्न सक्दैन। उनी सोच्दै थिए, घैँटोको गोलाइ कति छ, बाफ बनेर कति पानी उड्यो होला, कुन धातुको प्रयोग गर्दा पानी माथि आउँछ। तर ती सबै केवल जानकारी मात्र थिए, प्यास मेटाउने काम होइन। ठिक त्यति नै बेला झ्यालको बाहिर त्यही कागले अचम्मको दृश्य देखायो। कागले कुनै गहिरो अनुसन्धान गरेन, उसले केवल आफ्नो अगाडि रहेका काम नलाग्ने ढुङ्गाहरूलाई हेर्यो। कागको लागि ती ढुङ्गाहरू फोहोर थिएनन्, ती त सतह बढाउने औजार थिए। कागले एउटा सानो ढुङ्गा टिप्यो र घैँटोमा खसाल्यो। ट्याङ! मधुसूदनले झ्यालबाट हेरेर सोचे, एउटा ढुङ्गाले के हुन्छ र? यो त समयको बर्बादी हो। तर काग रोकिएन, उसले ससाना प्रयासबाट प्राप्त हुने क्रमिक सफलताको बाटो रोजेको थियो। एउटा ढुङ्गा, त्यसपछि अर्को अनि अर्को। प्रत्येक ढुङ्गाले पानीको सतहलाई बिस्तारै माथि उठाउँदै थियो। यो ठ्याक्कै त्यही सरल कार्यशैली थियो जहाँ मान्छेले ठूला योजना बनाएर पर्खनुभन्दा उपलब्ध स्रोतको प्रयोग गरी सिधै काम सुरु गर्छ। एउटा क्षण यस्तो आयो जब मधुसूदन अझै पनि पानीको दबाव र रसायनका बारेमा किताब पल्टाएर बहस गरिरहेका थिए, तर कागले तृप्त भएर पानी पिइसकेको थियो। मधुसूदनको हातमा महँगो सुनौलो पुस्तक थियो, तर घाँटी सुकेर काँडा भएको थियो। कागसँग कुनै महँगो यन्त्र थिएन, केवल अभावमा पनि लड्न सक्ने हिम्मत र व्यावहारिक चेतना थियो। मधुसूदनले महसुस गरे, उनको पुस्तकालय त विचारहरूको चिहान बनेको रहेछ। उनले जम्मा गरेका ती हजारौं सुनौला पुस्तक केवल सजावटका भारी मात्र थिए। वास्तविक बुद्धि त त्यो हो जसले स्रोतको अभावमा पनि समाधान निकाल्न सक्छ। जब संसारका पुराना लिखित नियम र निर्देशिकाहरूले काम गर्दैनन्, तब केवल ती मानिस बाँच्छन् जसले उपलब्ध ढुङ्गाहरूबाट आफ्नो बाटो बनाउन सक्छन्। आज तपाईँ पनि कतै मधुसूदन जस्तै त बन्नु भएको छैन? के तपाईँ पनि उत्कृष्ट समय, राम्रो अवसर वा महँगो प्रविधिको पर्खाइमा हात बाँधेर बस्नु भएको त छैन? कतै तपाईँको वरपर पनि त्यस्ता ढुङ्गाहरू अर्थात् साना अवसरहरू छन् कि जसलाई तपाईँले मूल्यहीन ठानेर छोडिरहनु भएको छ? सिद्धान्तको भारी बोकेर तिर्खाउनु भन्दा उपलब्ध स्रोतको सही प्रयोग गरेर प्यास मेटाउनु नै वास्तविक बुद्धिमानी हो। आजको युगमा ज्ञान मात्र पर्याप्त छैन, त्यसको सही प्रयोग र तुरुन्तै काम सुरु गर्ने आँट नै सफलताको मुख्य बाटो हो। यदि यो कथाले तपाईको सोचमा सानो परिवर्तन ल्यायो भने यो भिडियोलाई एक लाइक गर्न नबिर्सनुहोला। तपाईको विचार तल कमेन्टमा लेख्नुहोला। म तपाईको सोच जान्न चाहन्छु र यस्तै गहिरा र प्रेरणादायी कथाहरूका लागि च्यानल सब्स्क्राइब गरेर साथ दिनुहोला। धन्यवाद।